पूर्वमा पर्छ यो मेन छाउदी बराई मन्दिर र ब्यास नगरपालिका वडा नम्बर 12 र 13 को सम्बन्ध पनि हो यो। ब्यास 12, 13, 14 को सम्बन्ध पर्छ। अहिले हामी यहाँलाई देखाइरहेका छौँ यो मत्स्य कन्याको रूपमा रहेको देवीको अवतारको रूपमा छाउदी बराईले मान्ने गरिन्छ र देवी माछालाई नै देवी मानेर पूजा अर्चना गर्दै श्रद्धालु भक्तजनहरूले गर्नुहुन्छ र यहाँ देख्न सक्छौँ यो अलौकिक दिव्य अनुभूति पनि हो। यति धेरै एउटा सानो पोखरीमा यति धेरै माछाहरू अहिले चाहिँ खेलिरहेका छन्। यसलाई एउटा उत्कृष्ट नमुना नै भन्नुपर्छ। यसरी हामी यहाँलाई देखाइरहेका छौँ। निकै नै सुन्दर अलौकिक दृश्य हो यो पोखरीमा सधैँ यसरी नै माछाहरू देवीको रूप